यात्रुहरू आक्रोशित, एमालेका कार्यकर्ताले चल्न दिएनन् गाडी। हो साथीहरू, केपी ओलीकै निर्देशनमा एमाले कार्यकर्ताहरूले गाडी चल्न नदिएपछि स्थिति तनावग्रस्त बन्दै गएको छ। यात्रुहरू आक्रोशित हुँदै भनेका छन्, मासु भात खाने तिमी केपीका छाउरा छाउरीहरू, तिमी केपीका झोलेहरू, मासु भातको लागि आएर हामी सोझा साझा जनतालाई दुःख दिँदैछौ। हाम्रो गाडीहरू रोकेर हामीलाई टाइममा काम गर्न जान दिइरहेका छैनौ भन्दै आज आक्रोशित भएका छन्। यस विषयमा तपाईहरु के भन्न चाहनुहुन्छ? अनि यो भिडियो धेरै मासम्म पुर्याउन पनि सहयोग गरिदिनु होला। हेर्नुस् है त, तपाईले त भिडियो हेरिसक्नुभयो। त्यो भिडियोमा भनाभन गरिरहेका छन् एमालेका कार्यकर्ता र यात्रुहरूले। धेरै भन्दा धेरै यात्रुहरूले मासु भात भनिरहँदा एमालेका कार्यकर्ताहरू रिसाएका छन्। अनि विचारसँग है भाइ, कसलाई मासु भात भनेको भन्दै उनीहरू पनि रिसाइरहेका छन्। आज तनावग्रस्त हुने स्थिति सृजना गराउनको लागि एमालेका कार्यकर्ताहरूले गाडी बन्द गरेर हो। यदि गाडी मोटर बन्द नगरेर मजाले यात्रुहरूलाई चल्न दिएर आफूले शान्तिपूर्ण रूपमा आन्दोलन गरे पनि हुने हो। तर आफै सरकारमा, त्यसपछि आफै आन्दोलन गर्न लाज मर्दो भयो। के गर्न खोजेको आफै बोक्सी आफै धामी भने जस्तै भयो भन्दैछन् अहिले जनताहरू। यस विषयमा तपाईहरुको धारणा के छ त? जुन पार्टी सरकारमा छ त्यही पार्टीले आन्दोलन सुरु गरेको छ। राजावादीको आन्दोलन भट्काउनको लागि एमालेले पनि काठमाडौँ कब्जा गर्ने तयारी गरेको थियो। तर यहाँ 100 जना भन्दा पनि बढी मान्छे भएनन् भन्दै अहिले कमेन्ट बक्सहरुमा कमेन्टहरु कुदाइरहेका छन्। तर राजावादीहरूले भने अब हामी राजा ल्याउँछौं भन्दै हजारौंको संख्यामा चाहिँ जनताहरू सडकमा उतारेका छन् र अब भाग्नको लागि तयार हुनुपर्छ पनि भनिरहेका छन् राजावादीहरूले। तर एमालेको चाहिँ आज हरिबिजोग देखिएको छ। अहिले सामाजिक सञ्जालमा सबैले मजाक उडाइरहेका छन् एमाले पार्टीको, किनकि काठमाडौँ कब्जा गर्ने भनेको एमाले पार्टीको मान्छे नै भएनन्। त्यहाँ काठमाडौँ कब्जा गर्ने त कुरै छोड्दियौँ, तर काठमाडौँ कसरी कब्जा गर्यो भने यात्रुहरूलाई दुःख दिएर, बाटो गाडी मोटर रोकेर, बाटो चक्काजाम गरेर यात्रुहरूलाई रोकेर चाहिँ दुःख दिएको भन्ने गुनासो आइरहेको छ। यात्रुहरूलाई दुःख दिन सही हो कि गलत हो, त्यसको विषयमा तपाईहरुले जानकारी दिनुस् र तपाईहरुले भन्नुस्, कमेन्ट बक्समा कुदाउनुस् यो सही हो कि गलत हो। तर आज भएको यो लज्जास्पद विषय के हो भने एमालेले काठमाडौँ कब्जा गर्छु भने तापनि काठमाडौँ कब्जा गर्न सकिएन। काठमाडौँ कब्जा गर्नकै लागि सडक बन्द गरियो र गाडीहरू लामो लस्कर लागेपछि कार्यकर्ताहरूको भिड जस्तो देखियो। तर तिनी नझुक्किनु होला, कार्यकर्ता होइनन्। कार्यकर्ताहरू सयौंको संख्यामा मात्रै छन्, हजारौंको संख्यामा छैनन्। तर राजावादीहरूले चाहिँ हजारौंको संख्यामा उतारेर राजा ल्याउँछौं नै भनेर अगाडि लागेका छन्। तर के राजा आउलान् त? राजा आउनै पर्छ। गणतन्त्र सही कि राजतन्त्र सही? तपाईले आफ्नो धारणा भने कमेन्ट बक्समा प्रष्ट तरिकाले लेख्नु होला है त साथीहरू। यो हामी सबैको इच्छाको विषय हो, कुन रोज्ने र कुन खोज्ने भनेर सबैले आफ्नो आफ्नो विचार राख्दै जानु होला है त।